जब मान्छेले सबैको मन जित्न सक्दैन अनि थोरैको मन जित्दैन चाहिँ हामी त छैन सबैको मन जित्नु पर्यो सबैको हुनु पर्यो त्यो कारणले मेरो चाहिँ यहाँलाई के अनुरोध छ भने जुन सद्भावपूर्ण समाज हामीले परिकल्पना होइन अभ्यास गरेका छौँ त्यो अभ्यासमा कुनै पनि ढङ्गले राजनीति प्रवेश गर्ने बित्तिकै त्यो बिथोलिएको धेरै इतिहासमा हामीले देखेका छौँ। अब साँच्चै नै हो के भने यो जब धर्ममा राजनीति प्रवेश गर्छ र जब राजनीतिले धर्म छाड्छ यस्तो किसिमको परिस्थिति आउँछ। यस्तै बेलाका लागि त हो नेतृत्व केका लागि एउटा सहजताको बेलामा होइन सहज सरकारी समाज भएको बेलामा समाजलाई नदुखेको बेलामा समाज आफ्नै ढङ्गले अगाडि बढिरहेको बेलामा सौहार्दता चलिरहेको बेलामा नेतृत्वको त खासै ठुलो महत्त्व हुँदैन। नेतृत्वको खाँचो भनेकै विषम परिस्थितिमा अप्ठ्यारो परिस्थितिमा गाह्रो बेलामा हो। यो केही गाह्रो भएको अवस्था भएको हुनाले मेरो यहाँहरूलाई विनम्रतापूर्वक के अनुरोध छ भने यदि हामीले गरेको सल्लाह अनुसार हामी यसमा सहमत छैनौँ हामी हाम्रो सद्भाव बिथोलिन दिँदैनौँ हामी यो सद्भावलाई कायम राख्न चाहन्छौँ र यो हाम्रो काम होइन जसले गरिरहेको छ तिनीहरूले गलत गरिरहेका छन् भन्ने हाम्रो आजको यो बैठकको निष्कर्ष हो भने हामी त्यसमा प्रतिबद्ध छौँ कटिबद्ध छौँ र हाम्रो बोलीलाई हामीले व्यवहारमा लैजाने हो भने मलाई लाग्छ दुवै संस्थाहरूको एउटा संयुक्त विज्ञप्ति यहीँ बसेर भनौँ यहीँबाट सन्देश दिउँ त्यसले चाहिँ के भन्छ भने तत्काल यो फैलिन्छ हामी यही ड्राफ्ट गरौँ यहाँहरू यदि सहमत हुनुहुन्छ भने र यो श्रेय जसले पाए पनि फरक पर्दैन यो श्रेय प्राप्त गर्ने दौडमा हामी छैन म त बिल्कुल छैन हामी जिम्मेवारी पुरा गर्न आएनौँ यो जिम्मेवारी पुरा गर्न आएको हुनाले मेरो विचारमा के लाग्छ भने प्रत्येक मिनट महत्त्वपूर्ण छ अहिलेको लागि किनभने काहीँ न काहीँ कसैले कसैको घरमा आक्रमण भइरहेको छ असलमा आक्रमण भइरहेको छ त्यसले गर्दाखेरि हामी सिंहदरबारभित्र सहजतामा छौँ सुरक्षामा छौँ तर हाम्रै कोही दाजुभाइ सुरक्षामा छैन त्रासमा छ उसको त्रासलाई हामीले सुविधाजनक भएर हेरौँला बसौँला भरे लेखौँला भोलि छलफल गरौँला भन्यो भने त्यो त्रासप्रति हाम्रो जिम्मेवारी देखिँदैन। मेरो यहाँलाई म त अनुरोध होइन याचना गरिरहेको छु साँच्चै म यहाँहरूलाई के याचना गरिरहेको छु भने हामीले मानिसको ज्यान जोगाउने नागरिकको चाहिँ नि जनधन जति पनि छ जोगाउने यो बेलामा हामीले अलिकति पनि ढिला गऱ्यौँ भने त्यसले अर्को विध्वंस निम्ताउन सक्दछ। हाम्रा भाइ भतिजाहरू लडिरहेका छन् एकअर्कासँग लडाइँ गरिरहेका छन् जसले जुन उद्देश्यले यो आगो झोसेको भए पनि यो आगोले डढाउने हाम्रै घर हो। आज त्यो डढेको घर अलिक पर छ सिंहदरबारबाट र त्यसको तातो त्यसको धुवा हामीलाई महसुस भएको छैन तर त्यो सर्केर आउने फेरि यही हो यही देश सल्किने हो यो देश हाम्रो देश हो। वर्षौँदेखि एकअर्कासँग मिलेर बसेको यो समुदायमा आँखा लाग्यो आँखा लगाउन नदिनको लागि तत्काल आज नै हामी बसौँ अहिले नै बसौँ यहीँ ड्राफ्ट गरौँ साथीभाइ हुन्छ सचिवालय छ सबै कम्प्युटरदेखि लिएर सबै चिज यहाँ छ अरू साथीभाइलाई बोलाउन पर्छ भने बोलाउँ र यहाँबाट नै हामी संयुक्त एउटा वक्तव्यको लागि अगाडि बढौँ भन्ने मैले प्रस्ताव राखेँ यहाँलाई के छ कसरी